नमस्कार साथीहरु, आजको यस भिडियोमा मैले कुरा गर्ने छु कि क्ल्याम्प मिटरको सहयोगले कसरी करेन्ट नाप्ने। क्ल्याम्प मिटर यस्तो मिटर हो जसको माथि चुच्चो भागमा क्ल्याम्प जस्तो जोडिएको हुन्छ। यसमा हामीले एक पटकमा एउटा फेज वायर हाल्नु पर्ने हुन्छ भित्र। यदि दुईटा हालियो भने या रिडिङै शो गर्दैन। यस क्ल्याम्प मिटरमा करेन्ट नाप्नलाई तीनवटा रेटिङ दिएको छ। पहिलो 4 एम्पियर, अर्को 40 एम्पियर र तेस्रो 400 एम्पियर। यी रेटिङहरूले 0 देखि 4 एम्पियर, 0 देखि 40 एम्पियर र 0 देखि 400 एम्पियरसम्म नाप्ने हुन्। अब म देखाउने छु कि यो करेन्टलाई कसरी नाप्ने। सर्वप्रथम म क्ल्याम्प मिटरलाई 4 एम्पियरमा सेट गर्छु। 4 एम्पियरमा सेट गर्दा ओभरलोड देखायो। यो भनेको तारमा बग्ने करेन्ट 4 एम्पियर भन्दा बढी छ। त्यसैले यो क्ल्याम्प मिटरले त्यसलाई नाप्न सकेन। अब हामीले नाप्नको लागि रेटिङलाई बढाउनु पर्छ। अब म 40 एम्पियरमा सेट गर्छु अनि चेक गर्छु। मैले आफ्नो क्ल्याम्प मिटरलाई 40 एम्पियरमा सेट गरेँ। अब चेक गर्छु। सबैभन्दा पहिला म आर फेजमा चेक गर्छु। आर फेजमा मलाई 30 एम्पियर देखाइरहेछ। त्यसपछि म वाई फेजमा चेक गर्छु। वाई फेजमा मेरो 18 देखाइरहेछ। त्यसपछि म बी फेजमा सेट गर्छु। बी फेजमा मेरो 24 एम्पियर देखाइरहेछ। अब म न्युट्रल वायरमा चेक गर्छु। न्युट्रल वायरमा मेरो 14 देखाइरहेछ, 14 एम्पियर। धेरै इलेक्ट्रिसियनहरूलाई कन्फ्युजिङ हुन्छ कि न्युट्रलमा किन देखायो करेन्ट। हरेक इन्डस्ट्रीमा या घरमा हाम्रो फेजबाट जाने हो र न्युट्रलबाट करेन्ट फर्किने हो। त्यो फर्किने करेन्टलाई यसले नापेको हो। न्युट्रल करेन्टको रेटिङले हामीलाई के पनि थाहा हुन्छ भने हाम्रो इन्डस्ट्रीमा सिंगल फेजको लोड कति एम्पियरको जोडिएको छ। यहाँनेर हाम्रो सिंगल फेजको लोड 14 एम्पियर लिइरहेछ। अब म क्ल्याम्प मिटरलाई एकचोटि 400 एम्पियरमा सेट गर्छु। 400 एम्पियरमा सेट गर्दा हाम्रो अहिले पनि 31 देखाइरहेछ र न्युट्रलमा मेरो 14 एम्पियर देखायो। मैले 40 मा सेट गर्दा पनि र 400 मा सेट गर्दा पनि मैले एक्ज्याक्ट रिडिङ पाइरहेको छु। किन हो भन्दा क्ल्याम्प मिटरको तलको रिडिङ 4 एम्पियर भन्दा मैले माथि सेट गरेको छु र मेरो लोड पनि 4 एम्पियर भन्दा माथि छ। त्यही भएर म 40 एम्पियरमा पनि र 400 एम्पियरमा पनि एक्ज्याक्ट रिडिङ पाइरहेको छु। यदि मेरो लोड 40 एम्पियर भन्दा माथि भएको भए मैले 400 एम्पियरमै सेट गर्नुपर्ने हुन्थ्यो। धन्यवाद।